Welcome to my channel, White Right Pointing Backhand Index LRB Vlogs. हेलो एन्ड नमस्ते सबैजनालाई। यति बेला म चाहिँ ऐतिहासिक धुर्कोट दरबारमा छु। तपाईले मेरो ब्याकग्राउन्डमा देखिसक्नु भएको होला। म पनि तपाईलाई मसँगै घुमाउँछु यहाँको मनोरम दृश्यहरू, यहाँबाट देखिने सिनहरूदेखि लिएर हामी धुर्कोट दरबारको चाहिँ समग्र तपाईलाई आन्तरिक र बाह्य पार्ट सबै यो भिडियोमा तपाईले देख्न सक्नुहुनेछ है त। यहाँ हामी हाम्रो एपीएफ सर हुनुहुन्छ, हामीसँग आछन्। के छ एपीएफ तपाईलाई यहाँको विषयमा के कस्तो लाग्यो? यहाँ ठाउँ चाहिँ एकदम राम्रो रहेछ। तपाईहरु पनि घुम्न आउनु होला, एकचोटि टाइम मिल्यो भने मिलाएर आउनु होला। अरु ठाउँभन्दा अलिकति रमाइलो ठाउँ, धेरै राम्रो रहेछ, ऐतिहासिकै रहेछ। तपाईले यो अरु दरबारहरु र हैन यहाँको ऐतिहासिक धुर्कोट दरबारमा के चाहिँ फरक पाउनु भयो? अरु भन्दा अलिकति फरक छ। यहाँ अलिकति दृश्य पनि राम्रो छ। यहाँको बनावट संरचनादेखि लिएर पुरानो ठाउँहरू जस्तो पुरानै रहेछ, त्यो कुनै नयाँ चाहिँ चेन्ज भयो जस्तो लागेन। ठीक छ, यहाँ पनि मलाई लागेको पनि त्यही नै हो है। यहाँ एकदमै चाहिँ स्पेस पनि इनफ रहेछ। अनि यहाँनिर चाहिँ तपाईको बस्नको लागि चाहिँ नवमीको मेला लाग्दाखेरि पनि तपाईको त्यति सबै कुराहरू व्यवस्थित गरिरहेको रहेछ। अनि पारिपट्टि चाहिँ हामीले देख्न सकिन्छ कि यो पारिपट्टिको चाहिँ प्रशासनिक भवन हो हैन। यहाँनिर चाहिँ सबै कुराहरू यहाँको व्यवस्थापनको लागि चाहिँ समितिहरूको लागि चाहिँ प्रशासनिक भवन रहेछ। यो कारणले गर्दाखेरि पनि धेरै व्यवस्थित भएको हुन सक्ने मलाई लाग्यो है। म पनि धेरै दरबार घुमे मध्येमा चाहिँ धुर्कोट दरबार चाहिँ मलाई एकदमै राम्रो लाग्यो थियो। यहाँ हेर्दाखेरि एकदमै हामी बाहिर बस्ने मान्छेहरूको लागि चाहिँ यो दरबार यसरी यो हाम्रो ऐतिहासिक ठाउँहरू चाहिँ घुम्न पाउँदाखेरि यतिकै पनि मजा लाग्छ। त्यही माथि पनि यो धुर्कोट दरबार एकदमै व्यवस्थित लाग्यो मलाई चाहिँ, राम्रो रहेछ। यहाँको स्थानीय सरकारलाई चाहिँ म थ्याङ्क यू पनि भन्न चाहन्छु। सो हेर्न सकिन्छ। भिडियो मात्रै हो के सुजित भाइ? ठीक छ दाजु, कस्तो लाग्यो धुर्कोट दरबार? धेरै राम्रो। ठीक छ। हजुर, हाम्रो के सिक्नुपर्छ यहाँबाट? यहाँबाट त धेरै कुराहरू सिक्नुपर्छ। जेस अलिकति यहाँको देखेर भए पनि हाम्रो कोट चाहिँ धेरै सुधार गर्नुपर्ने चाहिँ देखियो हैन त।